ए मेरो माथि बसेको छ नि त माछा बजार भन्नु थाहा नि त दुईजना त हाम्रो साथीहरू माछा बजार ब्याङ्कमा अलिकति ग्यास्ट्रिक भए जस्तो लागिरहेको मलाई अब अस्ट्रेलियातिर जाने कहिले हो त नि अस्ट्रेलियातिर अब एउटा रोज एउटा साथीहरू थाहै छैन थाहा छैन चल्ती आज गेम भयो आज पानी पर्छ साथीहरू गेम भएको छैन त्यही भएर पानी परिरहेछ आज त्यही भएर पानी परिरहेको छ क्या आज होइन सँगै जिउलानी हिजो त नानो बनाइदियो नि त मुस्ताफाले त हामीलाई त बुडुङ हाने नि हो साडीहरू के हान्द नि अब यस्तै हो अब हान्दियो एक हो र हान्दिएर हानेकोलाई हानेकै भनौँ बलक झारेकोलाई झारेकै भनौँ चल्यो भने चल्ने चलेन भने फेरि त्यस्तै फेरि मुस्ताफा बौला रहेछ क्या त साला ओ थ्याङ्क यू भाउजू थ्याङ्क यू दिमाग लाएर खेल्न अहिलेसम्मकै खतरा हिजो हान्यो भने मुर्दारले यस्तो हाने त हिजो त हाने ओहो ल इन्टु 3 मा हानौँ त साथीहरु इन्टु 3 मा हानौँ इन्टु 3 मा हानौँ इन्टु 3 मा साथीहरु एउटा इन्टु 3 मा हानौँ त एउटा ए कहिले जाने थाहा छैन इन्टु 3 मा हानौँ त एउटा टोपी हैन एउटा के छ हानौँ त भनेको त भ्याइ सक्यो 2 सेकेन्ड छ यार हजुर हजुर आज गोली है भन्ने गोली 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 हिजो त अलराउन्डर पनि राम्रो खेल्यो क्या यसरी है अघि त्यसले अल्कोहलको भयो नि ठ्याक्कै त एमालले अस्ति एमालले अस्ति हान्दै रहेछ ट्याक्कै इसिएल राम्रो हान्दै रहेछ के ग्यापमा हान्ने अनि ग्यापमा त कहाँबाट उठाउन सक्दैन माथि गएर ग्यापमा प्याटे हान्दै रहेछ त्यसले त राम्रै हान्दै रहेछ हौ त्यो के अरे त्यसलाई होचो भयो नि नसक्दो रहेछ अल्को भयो नि त हान्दै रहेछ के बल फाडो भयो नि वाइट बल नि पुरै अब त्यस्तै भयो कि नि खेल्न सकेन चेकआउट उडाएको पनि अब झार्दै नाखा के नि अब मजाक गर्नुहुन्छ तपाईँ पनि माथि फर्केर हानेको पनि नाहा झार्दै यार आमा कसम यार नाकमै झार्दियो नाकमै झार्दियो नाकमै झार्दै नि अब के अन्त झारेको भन्नु पर्यो नि जल्दी साँच्चै भनेको त्यो कम्पिटिसन बेलामा ठ्याक्क बल आत्यो बल टाइट थियो माथि फर्केर हानेको मा झन् झार्दै गएर त्यही यार हेरेको हेरै बनाइन्छ त्यो अनि त्यसपछि त के अन्त अब हाम्रो भएको क्षमता हाम्रो हामी भन्दा हाई लेभलको खेलाडी हो नि त उनीहरू अब त्यही भएर नि एउटा मोर्निङ हानौँ न चिच्चुमा एउटा मोर्निङ हान्नु पाउँछ नि हजुर कोसिस त गरेको गरे साथीहरू के अन्त भएन अब के अन्त सकेन भनौँ कहिले काहीँ अवस्था त्यस्तो पनि आउँदो रहेछ कि अब माथि फर्केर हान्दा पनि तलै झार्दो रहेछ थ्याङ्क यू ओहो 662 जना हुँदैछ जान मन त थिएन तर के गरी जानै पर्ने भयो एकछिन यसो काम छ स्याहार साथीहरु सबैजनालाई थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद सपोर्ट गर्ने माया गर्ने सबैजनालाई अहिले फेरि गरौँला कुराकानी गर्दै गरौँला है त ल साथीहरु ल अहिले दिउँसो जोडीमा सोल्टी ओके सोल्टी ल